धन्यवाद कार्यक्रम संचालक ज्यू। आज को इस नव आगंतुक विद्यार्थियों को स्वागत कार्यक्रम का सभाध्यक्ष ज्यू र इस बलिया कॉमन इंग्लिश स्कूल का प्रिंसिपल सर र फाउंडर सर लगायत इस विद्यालय में शिक्षक शिक्षिका को भूमिका निभाइरहनुभएका सम्पूर्ण शिक्षक वर्गहरू र यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू सम्पूर्णलाई नमस्कार। आज इस बलिया कॉमन इंग्लिश स्कूलले जो नव आगंतुक विद्यार्थीहरूको लागि स्वागत कार्यक्रम राखेको छ, यो एकदमै क्रिएटिभ, एकदमै उत्साहजनक, एकदमै राम्रो र एकदमै तपाईहरुको विद्यार्थीको भविष्यको लागि यो विद्यालय राम्रो छ भन्ने एउटा शुभ संकेत पनि तपाईहरुलाई छ। अभिभावकजीहरू, यदि तपाईहरु यो विद्यालयसँग जोडिनु भएको छ भने, नयाँ जोडिनु भएको छ भने तपाईहरु ढुक्क हुनुहोस्। तपाईहरुको विद्यार्थीहरूको नानी बाबुहरूको भविष्य यो विद्यालयमा उज्जवल छ। किनभने यो विद्यालयसँग जोडिएको म पनि 10-12 वर्ष जति भयो। विगत 10-12 वर्षको यो विद्यालयको हामीले ट्र्याक रेकर्डहरू हेर्दाखेरि 8 क्लासको रिजल्ट होस्, चाहे माविको एसई को रिजल्ट होस्, लम्कीचुवा नगरपालिकामा हाम्रो उत्कृष्ट नै छ। अहिलेको भर्खरै 8 क्लासको तपाईहरुले हेर्नुभयो होला, 3.10 भन्दा तल कसैको पनि थिएन। एसई को आउँदै छ, त्यो पनि तपाईहरु हेर्नु होला। यो विद्यालयले प्रगति दिनानुदिन गर्दै गइरहेको छ। तपाईहरु यो विद्यालयसँग जोडिनु भएको छ। तपाईहरुलाई यो विद्यालयमा आफ्ना बालबालिकालाई पठाउनुमा तपाईहरुलाई निराशाजनक हुनेवाला छैन। विद्यालयको नयाँ क्रिएसन पनि तपाईहरुले देख्नुभयो। मलाई असाध्यै मन छोयो जो हाम्रा आदरणीय सरहरूले एकदमै यो नयाँ क्रिएसन जो ल्याएर तपाईहरुको माझमा राख्नुभयो। एउटा हाम्रो सुदूरपश्चिममा एकदमै हरेक घरमा पीडा बोध गरिरहेकी नानीहरूलाई जो हामीले तिरस्कार गर्दछौं,